Hello guys, good morning from home village. Guys, हेर्न सक्नुहुन्छ हामी चाहिँ गाउँ गएको छौँ। अब चाहिँ हामी तङ्गु जान लाग्यो। सो गाइज अब मामा पनि हिँडिरहेछन्। हेलो पानी राति त पानी परेको थियो है क्या हो बेकार ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। धेरै घरहरू छैनन् के मान्छेहरू खाली भइसक्यो नि तर छोरी बस्नुहुन्छ घरको एक दुईजना मूल मान्छे बस्नुहुन्छ ट्याक्क सडकहरू उ त डिएम देखेको त्यसरी हुँगा अब हामी लाग्छौँ आशिष गराम भाइ यहाँ क्या हाम्रो फेरि कत्रै हुन्छ के हो लगाए हामी आइसक्यो। हेलो हाम्रो बाइक आएको ठाउँ कस्तो छ यहाँ हेर्नु न यस्तो बाटो अफरोड होइन त्यो झन् पहिला बाइकलाई तताइदिए के ल तात्छ अब जाने अब गुल्मी भ्यू हेर्दै घिउ हेर्दै जाने हो। हेर न त्यहाँ कस्तो लाग्छ फोक्यो माथि फोक छैन कुहिरो कुहिरो के कुहिरो फक फक लगाइरहेको फक 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 हामीले हिजो अफरोड कति हानेको हेर्नु गाइस टेन्सन हुन्छ हिलो अहिले त होइन हो कस्तो लाग्यो भरे यस्तो बाटो निकाल्दा? अब यो त नर्मल लाग्छ मलाई चाहिन भएर हामी निस्किसक्यौँ तम्कासकेपछि हामी अब पहिला सुरु त माथि निस्किनुपर्ने हुन्छ बजारमा अनि ट्याक्क लगाएर हामी तम्कातिर जानुपर्ने हुन्छ। हाम्रो गाउँदेखि चाहिँ यहाँदेखि तलतिर यही हो हाम्रो गाउँ। उ त्यो डाँडा कटेर हामी अगाडि पुग्नुपर्ने हुन्छ। अब हामी राइडर हो भने त फेरि तुफान पुगिन्छ। आज हामी चाहिँ अब यही हो बाटो चाहिँ अब यस्तो सानो सानो छ। अब बुटलमा चलाएको बानी लागेको मान्छेहरूले त सक्दैन झ्याप्पा। हाम्रो गाउँतिर त अप्ठ्यारो हो क्या बाटो। हामी त्यो गाउँमै बसेको फेरि सकिन्छ। बाटो के कस्तो थाहा छैन त। बिहान बिहान शीत पऱ्यो भने त झन् चिप्सिन्छ होला। हो बुम बुम मजा हो क्या फेरि गाउँमा फेरि। कता जाने यार यता निस्किँदै जाने अप्ठ्यारो छ कि घुम्टे माटो नि। बाटो यस्तै हो गाइस हाम्रो घरतिरको बाटो चाहिँ। अब ल है हाम्रो बाटो चाहिँ यस्तै यस्तै छ। अब म पनि अब एमआरको फ्यान भएपछि त यस्तो यस्तोमा त नर्मल हो मेरो लागि। ए चिप्लिहाल्छ कि फेरि कस्तो दामी चिप्लिन्छ पछाडिको टार। भलले सब काटेको क्या बाटो यार फेरि। म चाहिँ सानोमा पढेको स्कुल आयो गाइस टेन्सन हुन्छ। धेरै त पढेन एकचोटि एक क्लासमा पढेको त्यसपछि पढेन मैले। खासै मैले यतातिरको मान्छेलाई होला चिन्दैन क्या। अलिअलि चिन्छु मान्छेदेखि चिन्छु त्यस्तो नामले चाहिँ म चिन्दैन कोहीलाई पनि हाम्रो गाउँतिरको मान्छेहरूलाई। ल है गाई हामी अब कुद्छौँ अब माथि बजार निस्किन्छौँ पहिला सुत्छ टर्निङ फेरि अलि धेरै खालको टर्निङहरू पनि। अब जति माथि गयो त्यति दामी अब बादलले ढाकिदिन्छ क्या। यस्तो जाडो मौसममा फेरि त्यस्तै हुन्छ वेदरको। अहिले चाहिँ बर्खा मौसम हो नि त। तिमीलाई देखेर हिमाल हाँसेको तिमीलाई देखेर दोस्तहरू हिँडेछन् बिहान बिहान। दोस्तहरू हो क्या गाउँको। अलिक अप्ठ्यारो बाटो लाग्छ यो मलाई उकालो यहाँको के भन्छ यहाँ सिउडिनेको हो कि के भएछ त्यस्तै समथिङ भन्छ। मलाई चाहिँ अलिकति भने नि मैले गाउँघरमा मान्छेलाई मैले चिन्दैन। ओहो गाइस तर्सेन अङ्कल हामीलाई देखेर किन यस्तरी स्याहारेर तर्सिहाल्नु के। ल गाइस अब देखाउनुहुन्छ यहाँदेखि हामी ट्याक्क भ्यू देखाउँछौँ यस्तरी तलको भ्यू। अब बादल ढाक्छ क्या माथि बाट सर पारामा टेन्सन हुन्छ। कुहिरो देख्नुभयो नि त्यहाँ पारी देखेको कुहिरो लाग्छ नि त हरि दामी पारामा। यहाँ चाहिँ हामी के भन्छ यसलाई रानी पोखरा हो कि के हो समथिङ यस्तै हो। मलाई नि नाम आफै गाउँमा बसेर नाम थाहा छैन मैले बिर्सिसकेँ कि। मैले खाइदिएँ पुरै बुटल बसेर गाउँको नाम त्यही हो नर्मली त। नत्र त अब यतै बसेर भ्लग बनाउनु हुन्थ्यो नि त गाउँमा। के गर्ने यहाँ जब सब छैन नि त यहाँ बेरोजगारी हो नि त हामी फेरि। अब बेरोजगारी भएपछि अब हरि कुदाउँछु मैले यहाँ
हेर्न सक्नुहुन्छ यो त मैले हन्डामा कम त कुदाउँथेँ हाम्रो हन्डामा यो त एब्जेट हो अब त गाइज ठिक छ बाटो अलिकति गाइज हाम्रो रानी पोखरा भन्ने यो हो अब चाहिँ हामी यसलाई बाटो हिजो अर्कै थियो बाटो यहाँ आज बाटो चाबिसक्यो त रातभरिमा कस्तो हो र अप्ठ्यारो हो क्या अलिकति अब हामी निस्किन्छौँ हर्दिनेटा त्यहाँदेखि त कुहिरोहरू यस्तो मस्त लाग्छ नि त पारी त्यहाँ अब लुम्छा पनि देखिन्छ त यहाँदेखि सर पारामा हामी यहाँ चाहिँ हाम्रो गाउँतिर चाहिँ बाटो ग्राभिल हान्न लागेको रहेछ सही हो यस्तो विकास हुनुपर्छ हाम्रो गाउँमा नि गाउँ ठाउँमा बाटो जानु भनेको त अब राम्रो कुरा हो नि त यो खर्दै निस्किन्छ यो बाटो फेरि हर्दिनेटा हो क्या यो चाहिँ ठिक छ होइन सो बाटो चाहिँ हरि बनाएको म कति पैसा आएको यस्तो देखाएको छैन उता माथिसम्म देखेको थिएँ अहिले चाहिँ हरिपै बनाइदिन्छ खतरा सही हो यस्तो हुनुपर्छ विकास त हो विकास गरिहाल विकास आयो जस्तो लाग्यो कि नाम विकास भएको नाम फो पिच पनि मुन्ना दाईको बस हाम्रो बलाल दाई दामी मण्डला स्कुल देखियो गाइड हुनुहुन्छ बबाल छ नि यहाँ मेरो भाइहरू पढ्थेँ तर म चाहिँ पढेन भाइहरू के भनियो साथीहरू हो अब भाइ अब अलिकति एजमा सानो भएर हो नत्र त हामी आयो भने हटियातिर आयो सो गाइड हुनुहुन्छ बादल धारी बाल्ला हेर्नु टेन्सन हुन्छ अब यहाँदेखि हामी लाग्छौँ यता लेफ्टतिर ओए बाटो त जताततै ग्राइड लाँदै यसपालि त के हो र हरि भएको त बाटोहरू त माग यस्तो कुदाइन्छ अब यहाँ गाइज हामी त हरि कुदाउँदै हिँड्दै हो दामी बनायो यार यस्तै बाटो जान्छ क्या हाम्रो गाउँघर त यस्तो विकास हुनु भनेको मलाई हरि गर्व लागिसक्यो यो बाटो देखेर हिँडे पनि नछोडौँ भइसक्यो दामी है दामी रहेछ बाटो त अति अप्ठ्यारो थियो यो बाटो अहिले यस्तो दामी भयो त ठिकै खन्दैछ बाटो पनि ठाडै थियो क्या ठाडै ओए जाडो भयो या अब कपडा लाउनु पर्ने हुन्छ अब कतै रोकेर अब कपडा ड्याममा न्यानो कपडा लगाएर भित्रबाट सेट्टा बनाउनु दौडिनु पर्ने हुन्छ नत्र त मारिहाल्छ नि यस्तो चिजमा त के हो अफरोड छ त ओए ला ए जाँदै रहेछ टिकटर यार यस्तरी रोक्यो गार म त के भएछ भनेको जान्छ अङ्कल जान्छ हरि बाटो त बन्न लाग्यो ल गाइज ल हामी चाहिँ लागेको अब ओए गाइज दामी भयो है मागो छ बाटो त यार मामा कस्तो लागिरहेको त नि अनि कस्तो लागिरहेको त नि घुमघाम मजा आइरह हो र अर्को त त्यहाँ पिज हुन्छ मागो छ हरि डट बाइक त हो डट बाइक त के पिज भएपछि डट बाइक के काम यस्तोमा अफरोडमै यस्तोमै डट बाइक हरि मजा आउँथ्यो के अरे नै त्यो तलको बाटो जुन थियो नि त्यसको लागि डट बाइक लुम्छा बजार त्यहाँ जानुहुन्छ ए बाटो के भएको यार यस्तो बनाउला रहेछ हरि ठुलो बनाउला है लिएन त लुम्छा बजार पनि नचिनी रहेछ यस्तो भयो त अनि अहिलेको बिहानको मौसममा पनि यस्तो दामी देखियो तर बाटो अलिकति नराम्रो भएछ राम्रो त के भन्ने विकास गरिदियो अब नराम्रो भएको गरिस् भन्न पनि भएन यहाँ तपाईँहरूलाई चिन्नुहुन्छ होला ममता लैले भन्ने दिदी घर त्यही हो उहाँले कामुले खप भिडियो बनाउनुहुन्छ किनकि अब युट्युबबाट डलर झर्छ नि त सो गाइज उहाँले राम्रो भिडियो बनाउनुहुन्छ मैले चाहिँ अब चिनी हो तर अब भिडियो चाहिँ मैले कहिलेकाहीँ देखिहाल्थेँ रिल्समा आउँथेँ फेसबुक रिल्समा कहिलेकाहीँ ट्रोल बनाइन्थ्यो कसैले अब के गर्ने अब जिज्ञासीको कुरा अब राख्नुहुन्थ्यो नि त उहाँले गाइज अहिले चाहिँ हामी यहाँ छौँ कहाँ छ भने तपाईँलाई देखाइन्छु छत्रकोट देवालयमा आफ्नो गाउँमा ठाउँमा होइन ट्यागको हामी भिडियो बनाउँछौँ त्यहाँ टाइमलेस हान्दैछौँ ऊ त्यहाँ मुवा राखेर ट्यागको टाइमलेस हामीले हानेछौँ भिडियो बनाउँछौँ यहाँ यस्तो फोको टाइपमा अहिले उस लाग्यो फक टाइपमा कुहिरोहरू होइन कि कुहिरो लगाइरह कुहिरो हो सिधै कुहिरो भन कुहिरो लगाइरह गाइस कुहिरो लगाइरह अनि
कुहिरो यसरी उठ्छ नि त अनि कुहिरो यसरी उठ्छ नि त अनि टाइम ल्यापमा देखिन्छ राम्रो कन्टेन्ट आउँछ नि यस्तो दुःख गरिरहेको तिमीहरूमा युजरले सब्सक्राइबै गर्दैन भिडियो गर्दैन तिमीहरूले गाइज के गर्ने अब यहाँ यस्तो मेहनत गर्नुपर्छ भिडियो बनाउनलाई कति मेहनत छ देख्न सक्नुहुन्छ यहाँ एउटा छोप्यो एउटा त्यहाँ राख्यो उ त्यहाँ टाइम वेस्ट गर्दा बाइकतिर एउटा यहाँ भ्लग बनायो एउटा गाह्रो छ गाइज युट्युबर भन्नलाई माया देखाइदिनु होला है त्यो दुःख गरेर भ्लग बनाइन्छ कमसेकम हो कि नै मामा भनिदेऊ त केही भनिदेऊ न 2 शब्दमा भान्जालाई सब्सक्राइब गरिदिनु होला होइन बहुत दुःख हुन्छ मतलब जस्तो युट्युबरहरूले पैसा कमाए यताउति भन्ने सोच्छ नि तिनीहरूले बहुत कस्तो दुःख युट्युबर हुन त्योसँग राम्रो क्वालिटीको फोन हुनु पर्यो क्यामेरा हुनु पर्यो ग्याजेट हुनु पर्यो अनि ग्याजेट हुनु पर्यो अब केटालाई मनोरञ्जन दिन साधन हुनु पर्यो अब फेरि त साइन भएर पनि हुन्छ तर अफरोडमा जानु अब केटाहरूलाई अब एडभेन्चर मनपर्छ बाइक लिएर जानु छुट्टै अब हामी जस्तै एब्जेट लिएर हिँड्न पर्यो अहिले हजुरहरूले सब्सक्राइब नगरिदिएर त्यही गर्नु अनि समझ रह्यो न डट ल्याउने एक दिन डट ल्याएर देखाउँछु मैले छत्रको गाउँपालिकामा चाहिँ पूर्णिमाको दिन सरा हेर्न नबिर्सिनु होला तपाईँलाई हरिप लडाइँ जस्तो महसुस हुन्छ खोडा आन गर्छन् बच्छन् हेर्न मजा आउँछ अब बुटोलतिर त कट्टा हान्छु भन्छन् के अरे अब हाम्रो गाउँतिर त गाउँ खोडा हान्दै लड्छ लगाइदिन्छ अब पछाडिको भ्यू पनि यस्तो बाटोमा दामी देखिरहेको है 1 hour later ल गाइज हामी कहाँ आयौँ भन्ने थाहा छैन हामी उर्लेनी कटेर पनि यता आयौँ तम्बास नजिक छौँ हामी अब लगभग धन्नै फाले थियो चस्मा तिमीले हेर मैले देखिहालेँ त्यहाँ खसिहालेको ट्याप्पै खस्छ अब के अनि त यस्तै छ जिन्दगी नि थके लाग्यो बस्दा बस्दा चाक दुखिएन थक्यो भन्नाले नि यार रुगा लाग्ला जस्तो गरायो चिसो कस्तो थियो चिसो बाटो नदेखेर देखियो अझै रहन मामा रात घाम देखियो के भएन त्यो घाम ताप देख्छ पुरा गर्नुपर्छ अब हामी अब भान्जाको माउला नि जाने छाँका हेरौँ के हुन्छ आज फाइनल डिसिजन हुन्छ फाइनल डिसिजन आज अनि हामी तम्बासी जान्छौँ त्यसपछि स्याट भिडियो बनाउँछ मैले त गाइज रेलको बाटो आउँदैछ रे तिमी बस्ने सहरैमा लाउने भए लाउ है माया घर हाम्रो गुल्मी हजुर तम्घास पनि इभी हरि चल्ने छ नि यार विभो तम्घास बजार वेलकम टु तम्घास गुल्मी हामी चाहिँ ग्राउन्डतिर जानुपर्ने हुन्छ तल ट्याक्क जिल्ला प्रशासन कार्यालयमा गएर कागज सागज बनाएर अब के गर्नुपर्ने हुन्छ हामीले गर्छौँ त्यहाँ धन्नै आयो भएको के फेरि त्यो तर राइट लाग्नुपर्ने हुन्छ गाइज एकदम परले सही छ न दामी ल हामी जिल्ला प्रशासन कार्यालय आइसक्यौँ यही हो हामी जिल्ला प्रशासन कार्यालय आएको अब अलिअलि फर्महरू खुल्यो तर होइन बन्द होइन यहीँ यो खुलेको जिल्ला प्रशासन कार्यालय गर्न राख्दैछु कता अरे पार्किङ यार मामा ल गाइस फाइनली हामी आइसक्यौँ ल मामा फर्म सम भर यहीँनिर हो फर्म भर्ने ए त्यो भरौँ न आऊ भरौँ ए दाइले भरिदिनुहुन्छ क्या केही त हुन्न र त्यही परिचय पत्र फर्म भरिदिनुहुन्छ भरिदिनु नि त देऊ त मामा नाइट त साइड त दिइहाल्यो त के छ 2000 years later धेरै पैसा माग्ने होइन यस्तरी चाउ ल गाइस आजलाई चाहिँ यो भयो अब परिचय पत्र बन्यो अब पासको लागि फेरि पर्सि आउनुपर्छ यहाँको मधु भन्ने गदा हिजो आएको हुन्थ्यो मैले सोधेको भित्र होइन हिजो आएको हुन्थ्यो नि हिजो नि 1 वर्षसम्म खुलेको थियो आज पासपोर्ट बनाउँथ्यो जान्थ्यो दिदी अब बुटेक जाने यताउति अब बाना पारे अब गर्ने मिल्दैन सिस्टमले दिन्न भन्छ के गर्ने अब छोड्देऊ अब भोलि आउनै पर्छ अब यसो माथि बाटोतिर गएर बसौँ त्यही हो होइन गाइज होइन त मामा हुन्छ ल अब भ्यू हेर्न जाने ल सही हो अब भ्यू हेरौँ लाग्यौँ अब त्यो हामी चाहिँ अब हामी उर्लेनीबाट हुँदै फेरि लाग्छौँ यस्तैकै भिडभाड हुन लाग्छ नि यता दामी छ ठाउँ मान्छेहरू पनि केटीहरू चाहियो भने यतातिर आउँदा हुन्छ
जति पनि पाउँछ बिहा गर्छु भन्यो भने म परिपक्व छु आउँदा हुन्छ मलाई भन्ने छ भने चाहिँ अब सम्पर्क गर्दा हुन्छ हामी चाहिँ आउँछौँ लिनलाई राइडर भनौँ माटोक्ने बसहरू त मान्छे त ड्राइभर बाटो सानो छ त्यही पनि गाइज हरि चलाउँछन् ल गइदियो त कसम ए हामी अर्को बस फेरि भेटिसक्यो अगाडि गाइज हो र होइन होला एउटै लोगो हो न टाइपको दुईवटा बस गाइज त हामी अब यसलाई पनि ओभरटेक हान्छौँ हामीले साइड दिन्छ कि नै भन्ने कुरो हो गाडीले यस्तो साइड दिन नपाएर पहिले रोकिदिने रहेछ कस्तो थाहा पनि रहेछ अनि बाटो ठुलो छैन अब कति बेरसम्म एकछिन साइड दिए त मजा हुन्थ्यो के अरे ओहो दा हजुर हजुर भन्यो नि बुटल हो तर बुटल भन्छ नि दाइले अब हामी बुटल त होइन बुटलबाट आएको हो तर चाहिँ अब जति कुदाउँछु बरुसम्ममा कुदाउँछु टर्निङमा ओभरटेक गर्न मलाई हरि डर लाग्छ ल गाइस फाइनल्ली हामी कटिसक्यौँ भाइ मजा आइरह गोली हो त के पऱ्यो भ्यान्छ मजा आयो गाइस अब चाहिँ यो भिडियो चाहिँ यस्तै गरेर दिउँ अब हामी धेरै हुँदै म दिएकै छैन ठाउँ त मैले भन्छ ट्र्याक काम लाग्छ अब यो भलक